आज म के रोप्न जाँदैछु तपाईहरु भिडियोमा भन्दै गर्नुहोला। नमस्ते, वेलकम टु माई मिनी ब्लग। अनि म चाहिँ धारामा लुगा धुन जाँदै थिएँ, छोरी रोएको सुनेर। अनि फेरि आएर हैन छोरीले नाना खोल्दिए, गर्मी थियो नि त, गर्मी भयो थियो। अनि मैले नानासाना खोल्दिए हैन। मेरो छोरी चाहिँ एकदम रोइरहेको थिए। अनि फेरि म धारामा गएँ, कपडा सपडा धोएँ हैन, छोरीलाई स्कुल पठाएँ नि त, ठुल छोरीलाई चाहिँ। अनि ठुल छोरीको नाना धुँदैछु म चाहिँ। अनि छोरीलाई अनि धारामा राख्दै धोको। अनि छोरीको आची भएको कट्टु पनि धोएँ मैले हैन। अनि त्यसपछि भिडियो बनाउँदै थिएँ हैन, कालो देखेछ भिडियोमा चाहिँ। अनि फेरि मैले भ्याए लुगा धोएर अनि म सुकाउन गएँ। छोरीले आऊ छोरी भने मैले हैन। अनि लुगाउन गएको त साथीहरू। अनि मैले भिडियो सिडियो नि बनाएको थिएँ हैन। अनि एकदम आजको दिन चाहिँ एकदम घाम लागेको रमाइलो राम्रो छ हैन। त्यही भएर मैले अनि बडाल कुडाल गरेँ हैन साथीहरू। अनि मैले चाहिँ यो बडाल लिएर अनि राजमा साजमा रोप्ने भन्ने विचार गरेको थिएँ हैन। हो साथीहरू, राजमा रोप्ने भनेर मैले विचार गरिरहेको थिएँ। अनि त्यही भएर अनि बडाले भ्याइसकेपछि अनि म चाहिँ राजमा लिन गएँ हैन। अनि त्यसपछि राजमालाई झिकेँ। यो चाहिँ मैले खाँदै गरेको राजमा थियो हैन। अनि यसमा मैले अब झिक्न लागेको छु हैन। यो राजमा चाहिँ उ रहेछ हैन, लामो खाले लाजमा रहेछ। लामो खाले राजमा रहेछ यो चाहिँ हैन। अनि अर्को चाहिँ डल्ले खाले राजमा पनि थियो हैन। यो चाहिँ लामो खाले परेछ। अनि यो पनि रोप्छु अनि डल्ले खाले पनि रोप्छु भनेर फेरि डल्ले खाले झिक्न थालेँ हैन। डल्ले खाले चाहिँ त्यहाँ पोखेछ के, प्लास्टिकमा राखेको थियो। अनि प्लास्टिकमा राखेको थियो, पोखेछ। अनि फेरि मैले निकालेँ हैन। अनि हेरेको हेर्नु, यो डल्ले खाले राजमालाई चाहिँ के भन्छ नि, हेटोरे राजमा भन्छ कि, हेटोरे राजमा भनिन्छ यसलाई चाहिँ। अनि म चाहिँ अनि यति मात्रै रहेछ भनेको। अनि डिब्बाभित्र नि रहेछ रहन त। अनि फेरि डिब्बाबाट मैले झिक्न थालेँ हैन। अनि डिब्बाबाट झिकेर अनि मैले चाहिँ बाहिर लगेर रोप्नलाई रेडी हेर्नु। यहाँ मैले हिजै खनेको थिएँ अनि आज रोप्दिन लागेको साथीहरू। यही हो मेरो गहना, मेरो खजाना। रोपेँ हैन। यो लाम्चो राजमा चाहिँ बाटोपट्टि रोपेँ हैन मैले हैन। अनि छोरी पनि आयो मेरो पछि रोप्नलाई। अनि साथीहरू लाम्चे लाजमा चाहिँ मैले रोपेर भ्याएँ हैन। अनि डल्ले राजमा लिन गएको त हेर्नु पोख्यो कि साथीहरू। अनि फेरि उठाएँ मैले बोर्कोमा हैन। अनि त्यसपछि रोप्नतर्फ लागेँ। बिचबाट आधी रोपेँ हैन, आधी डल्ले आधी लाम्चे रोपेँ मैले चाहिँ। अनि त्यसपछि मेरो छोरी पनि पछि हिँडिरहेको थिए। अनि गाडी आएको, गाडी हेर्दैछ मेरो छोरी हैन। अनि मैले चाहिँ राजमा रोपेर भ्याएँ साथीहरू। अनि फर्किँदै थिएँ। अनि यहाँ फेरि बाटोमा एउटा निस्केछ क्या। अनि फेरि हालिदिएँ मैले। अनि यति उब्रेको थियो हैन। अनि यो चाहिँ म खान्छु हैन पकाएर। अनि यहाँ चाहिँ मैले लसुन रोपेको थिएँ, अलिक पातलो भएछ हैन। आलुहरू सबै बन्दा काउलीहरू रोप्ने हो, सबै रोप्ने हो यहाँ हैन।